हामी जे गर्छौँ त्यो अरूकै लागि हो। साँच्चै भन्नुपर्दा कहानी सुरु हुन्छ यसरी। हामी बिहान उठ्ने बित्तिकै जति हतार गर्छौँ त्यो कामको लागि हो, जति सजिन्छौँ त्यो समाजको नजरमा राम्रो देखिनको लागि हो। नमस्कार, म सङ्गीत। तपाईँ सुन्दै हुनुहुन्छ वास्तविकताको सङ्गालो। जीवनको वास्तविक यथार्थता के हो तपाईँसँग बुझ्नको लागि तपाईँको साथमा सुरु गरौँ बाँकी अंश। जति पढ्छौँ, सङ्घर्ष गर्छौँ, सफल हुन्छौँ त्यो पनि कसैलाई देखाउनको लागि हो, तर आफूको लागि के कहिल्यै होइन। पैसा कमाउँछौँ तर खर्च गर्छौँ अरूको इच्छामा हुन्छ। सपना देख्छौँ तर पुरा अरूको अपेक्षामा गुमाउँछौँ। खुसी हुन्छौँ तर त्यो पनि अरूकै स्वीकृतिमा भर पर्छ। के हामी आफ्नो लागि बाँचेका छौँ कि अरूको नजरमा राम्रो देखिन खोज्दै जीवन गुमाइरहेका छौँ? सम्झनुहोस्, जीवन धेरै लामो छैन तर धेरै गाह्रो छ। सधैँ अरूको मन राख्दै आफ्नो आत्मा भित्रभित्रै रुँदै बसेको छ। अब समय आयो थोरै आफूलाई सम्झिने, एकपटक एक कप चिया शान्त भइकन आफै पिउने। सपना देख्ने मात्र होइन, आफ्नो लागि पुरा गर्ने, अरूको मन जित्ने भन्दा पहिले आफ्नो मन सन्तुष्टि बनाउने। किनकि अन्तिममा जीवन तिमीले आफ्नैका लागि बाँच्छौ कि अरूको लागि प्रश्नले तिमीलाई मूल्य दिनेछ। थप केही होइन, दिनको 10 मिनट जति आफैका लागि समय खर्च गर्न थाल्यौ भने त्यही दिनदेखि तिमी खुसी हुन थाल्छौ र आफूलाई आफै खुसी बनाउन थाल्छौ। हो, साँच्चीकै आफूले खुसी बनाउन सकिन्छ।